हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। मेरो च्यानलमा तपाईहरु सबैजनालाई स्वागत छ। काउन्सिलिङ विस्डम आजको भिडियो सुरु गरौँ। दिस नलेज विल बिल्ड योर रिलेसनशिप लाइक नेभर बिफोर। है, आज हामी इम्प्याथी भर्सेस सिम्प्याथीको विषयमा सिक्दैछौँ, जसले हाम्रो सम्बन्धलाई बनाउने मात्र होइन बलियो बनाउने कुरा गर्छ। सिम्प्याथीले हाम्रो सम्बन्ध बनाउँछ भने इम्प्याथीले के गर्दो रहेछ भन्ने कुरा चाहिँ आज हामी हेर्नेछौँ। सिम्प्याथी यानि कि सहानुभूति, यो यस्तो हाम्रो अनुभव अथवा चासो हो कुनै पनि व्यक्तिको अवस्थाप्रति। जस्तै हामीले कुनै दुःखद गरी घटनाहरू देख्यौँ भने हामीले के त भित्रबाट हामीले पिटी आउँछ अथवा दया। कुनै कुराहरू हामीले सोसल मिडियामा देख्यौँ भने त्यो कस्तो भयो भाइ भनेर हामीले चासो लिइरहेका हुन्छौँ। कोही व्यक्ति हामी मृत्यु भएको देख्छौँ भने हामीले चाहिँ संवेदना दिइरहेका हुन्छौँ। कुनै पनि परिस्थितिमा चाहिँ हामीले हाम्रो पहिलो जुन एउटा हाम्रो रेस्पोन्स देखाउँछौँ, जस्तै म तिम्रो लागि धेरै दुःखी छु, आई फिल सरी फर यु। हामीले कसैको लस भएको अथवा केही भएको हामीले सुन्यौँ भने हामी मेसेजमा गएर होइन आई फिल भेरी स्याड फर यु, आई फिल सरी फर यु भनेर चाहिँ हामीले जुन एक्सप्रेसन जनाउँछौँ त्यो चाहिँ हाम्रो सिम्प्याथी हो। अनि यो चाहिँ नराम्रो पनि होइन, कतिपय ठाउँमा चाहिँ हामीले सिम्प्याथी दिनुपर्छ, तर कति ठाउँ हुन्छ जहाँ चाहिँ हामीले इम्प्याथीको प्रयोग गर्छौँ। अनि त्यो चाहिँ हामीले अगाडि हेरौँ है त। यदि तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला र लेट्स मुभ टु एनदर। सिम्प्याथी भनेको चाहिँ चासो देखाउने कुरा हुन्छ भने इम्प्याथी भनेको चाहिँ त्यो परिस्थितिलाई हामीले बुझ्ने र उनीहरू जस्तै हामीले चाहिँ हाम्रो इमोसन पनि उनीहरूसँग सेयर गर्ने। जस्तै यहाँनिर हुन्छ सेन्सिटिभ हुने अनि उनीहरूलाई दया देखाउने, वास्ता देखाउने, करुणा देखाउने है। अनि यसमा चाहिँ हामीले तिमीलाई गाह्रो भयो होला मात्रै भन्दैनौँ, तर त्यो ठाउँमा हामीले आफूलाई नै राखेर फेरि ओहो यो मलाई परिस्थिति परेको भए कस्तो गर्थ्यो होला, एकदमै गाह्रो भयो तिमीलाई, अथवा त्यहाँनिर चाहिँ हाम्रो एकदमै धेरै वास्ता चाहिँ हुन्छ है त। यहाँ चाहिँ हामी इम्प्याथीमा चाहिँ कुनै पनि परिस्थिति देखिसकेपछि हामी सहानुभूति देखेर छोडेर जाँदैनौँ। इम्प्याथीमा चाहिँ के हुन्छ भन्दा त्यो ब्याड सिचुएसनलाई चाहिँ हामीले इग्नोर गर्न सक्दैनौँ, त्यसमा चाहिँ हामीले एकदमै धेरै वास्ता हुन्छ। यानि विशेष गरी यो इम्प्याथी चाहिँ हाम्रो सम्बन्धहरू जोसँग नजिक हुन्छ त्यो व्यक्तिहरूसँग हुन्छ। जस्तै उदाहरणको लागि चाहिँ हाम्रो नजिकको व्यक्ति कोही बिरामी छ भने हामी चाहिँ भेट्न गइरहेकै हुन्छौँ, हामी उनीहरूलाई कसरी त्यहाँबाट बाहिर निस्किन्छ भनेर सहायता गर्न खोजिरहेका हुन्छौँ। अनि त्यो ठाउँमा चाहिँ बाहिरको मान्छे हुन्छ भने चाहिँ हामीले ओहो तपाईँलाई त एकदम गाह्रो भयो भनेर छोड्छौँ भने यसमा चाहिँ हामीले त्यस्तो भन्दैनौँ। यसमा चाहिँ हामीले उनीहरूलाई कसरी सहायता गर्न सक्छौँ भनेर पनि बाटोहरू हेरिरहेका हुन्छौँ। अब हामीले यहाँ उदाहरण हेरौँ है त इम्प्याथीको। जस्तै तपाईँको साथी आएर उसले चाहिँ म एकदमै मेरो केही पर्सनल मेरो व्यक्तिगत समस्याहरूको लागि चाहिँ म एकदम तनावमा छु, अथवा उसको कुनै पनि परिस्थिति हुनसक्छ, अब पढाइको, कामको, परिवारको, अनि ऊ चाहिँ एकदमै धेरै टेन्सन लिएर तपाईँको सामु आएर उसले चाहिँ आफ्नो सबै कुराहरू चाहिँ अनुभवहरू चाहिँ आफू दुःखी भएको, आफूलाई गाह्रो भएको कुराहरू चाहिँ तपाईँमा आएर चाहिँ उसले के गरिरहेको छ त भन्दा बाँडिरहेको छ, सेयर गरिरहेको छ। अब इम्प्याथीले के गर्छ त, इम्प्याथिक रेस्पोन्स चाहिँ हाम्रो कस्तो हुन्छ त भनेर हेरौँ है त। अनि यहाँनिर रेस्पोन्स चाहिँ के हुन्छ भन्दाखेरि त्यो कुरा हामीले सुन्छौँ, पहिला मजाले, बिचमा हामी बोल्दैनौँ, मजाले उसको दुःख सबै कुरा सुन्छौँ। द्याट साउन्ड रियली टफ, एकदमै तिमीलाई यो त सुन्दाखेरि नै कति गाह्रो भएको छ नि मलाई त, यो सुन्दाखेरि चाहिँ जस्तो सिम्प्याथीमा चाहिँ ओहो सो सरी भन्छौ होला, तर यसमा चाहिँ यो सुन्दाखेरि, तिम्रो कुरा सुन्दाखेरि त मलाई पनि कस्तो गाह्रो भयो, म एकदमै बुझ्छु यो कुरा होइन भनेर चाहिँ उसँगै हामी बस्छौँ। अनि के भन्छ त भन्दा इज देयर एनिथिङ आई क्यान डु टु हेल्प यु भनेर सहायता गर्न सक्छु केही भन्छौँ। अनि चाहिँ हामीले पहिला सुरुमा सिम्प्याथी जनाउँछौँ होइन, ओहो भन्छौँ भने, अनि फेरि तपाईँको परिस्थिति बुझ्छु म भनेर भन्छौँ होइन। अनि बुझ्छौँ पनि फेरि, अनि वी लिसन देयर सिचुएसन एन्ड आफ्नो विचारहरू, धारणाहरू यस्तो उस्तो भनेर चाहिँ हामीले दिँदैनौँ, तर त्यो ठाउँमा म भएको भए के गर्थ्यो होला भनेर मनमा विचार गर्छौँ र उनीहरूको कुरा सुन्छौँ। कहिलेकाहीँ चाहिँ उनीहरूको त्यो परिस्थितिमा उनीहरूले पढाइमा गाह्रो भएको छ कि के कुरामा के भएको छ भनेर हामीले बुझिसकेपछि त्यो ठाउँमा उनीहरूलाई सहायता गर्न पनि प्रयास गर्छौँ। तर त्यो बेलामा चाहिँ हामीले उसले कुरा गर्दै गरेको सुनेनौँ राम्रोसित, बिचमा नै हामीले चाहिँ सबैलाई यस्तै हुन्छ, सबैको जिन्दगीमा यस्तै हुन्छ, अब हामी जसरी हामीले त्यो समस्या समाधान गऱ्यौँ तिमीले पनि त्यसरी नै समाधान गर्नुपर्छ भनेर चाहिँ हामीले उसको पुरै कुरा पनि नसुनिकन हाम्रो आफ्नै राय सल्लाह चाहिँ हामीले
यसरी दियो भने यो चाहिँ के अरे अनुभूति हुँदैन है त, यो चाहिँ उल्टा हुन्छ। अब हेर्नु है, हामीले चाहिँ कसैलाई अनुभूति देखाएनौँ भने के हुन्छ त? अब त्यसले चाहिँ उनीहरूले जे कुरा हामीलाई मजाले आफ्नो इमोसनका कुराहरू, आफ्ना दुःखहरू भनिरहेका छन् नि, अनि त्यो कुरा चाहिँ उनीहरूले भन्न सक्दैनन्, त्यो कुरा उनीहरूको मनमा गुम्सिन्छ। मेरो कुरा चाहिँ उसले बुझेन, वास्ता गरेन भन्ने कुरा चाहिँ उसलाई हुन्छ। त्यस्तो भइसकेपछि उसले चाहिँ झनै आफ्नो कुरा व्यक्त गर्न नपाउँदा उसलाई झनै धेरै टेन्सन हुन्छ। जुन टेन्सन बोकेर आएको थियो त्यसले चाहिँ झनै उसलाई बढी टेन्सन थपेको हुन्छ र त्यो परिस्थितिबाट उसलाई निक्लिन एकदमै गाह्रो हुन्छ। अनि सम्बन्ध पनि कतिपय अवस्थामा कमजोर हुन्छ। तपाईँसँग त्यो मान्छे टाढा हुन पनि सक्छ, तर त्यही ठाउँमा त्यो व्यक्तिलाई तपाईँले अनुभूति देखाउनु भयो भने त्यो व्यक्तिको कुरा चाहिँ म एकदमै बुझ्छु, तिम्रो समस्या एकदमै गाह्रो रहेछ, यो समस्याबाट चाहिँ तिमी निस्किनुपर्छ भनेर उसको पुरा कुराहरू सबै सुनेर अनि लास्टमा चाहिँ अरू चाहिँ म के तिमीलाई सहायता गर्न सक्छु त, यस्तो परिस्थितिहरूमा सबै गुज्रिन्छन्, तर तिमीलाई चाहिँ मैले के हेल्प गर्न सक्छु त भनेर हामीले उसलाई बुझ्ने मात्रै होइन कि त्यो अवस्थामा हामी पनि छौँ भनेर, म पनि छु त्यो के अरे छु भनेर उसलाई सहायता गर्ने होइन, अनि उसको कुरा सुन्ने, अनि त्यो भनेको चाहिँ इम्प्याथी हो। जस्तै के अरे सहानुभूतिले सम्बन्ध बनाउँछ भने अनुभूतिले चाहिँ सम्बन्ध बलियो बनाउँछ। अनि तपाईँहरू सबैजनाको जति पनि नजिकको सम्बन्ध छ त्यो सबैमा चाहिँ तपाईँले इम्प्याथी युज गर्न सक्नुहुन्छ है त। अनि तपाईँको यदि कोही व्यक्तिसँग बलियो सम्बन्ध बनाउन चाहनुहुन्छ भने पनि तपाईँले चाहिँ अनुभूति, यो चाहिँ एउटा लाइफ स्किल हो, यसलाई प्रयोग गर्न सक्नुहुन्छ।